म चाहिँ रेडी हुँदै सालुन जानको लागि तयारी हुँदैछु। हाई नमस्ते सबैजनालाई, गुड मर्निङ। सन्चै हुनुहुन्छ? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म चाहिँ आफ्नै सालुन जानको लागि एक्साइटेड भएर तयारी हुँदैछु है। अनि म रेडी हुँदैछु, म ब्यागमा हेर्छु कि सबै चिज छ कि छैन भनेर। अन्त म त खासै सिम्पल्ली भनेर जान्छु, यस्तो घाम छ नि त बाहिर, त्यो घामको लागि भनेर पनि सिर्फ सनब्लक क्रिम लगाएर मात्रै जान्छु कि। हेर्नु न, मैले कागज भेटेँ, पेपर भेटेँ, के को पेपर भनेको कक्रोचहरूको रहेछ कि। यहाँ युएमा बस्नेहरूलाई थाहा छ कि यस्तो कक्रोच लाग्छ नि झन् बिल्डिङहरूमा बस्नुमा त प्राय लागेकै हुन्छ कि। हाम्रो त फेरि त्यस्तो छैन है। अनि यहाँ चाहिँ मान्छे बोलाउनुको लागि कक्रोच भएमा भनेर त्यो राखेको हुन्छ कि बिल, तर हाम्रो त खासै छैन नि त। म चाहिँ लागि त्यसपछि लिफ्टमा देख्न सक्नुहुन्छ बाहिर हेर्दा कस्तो शीतल जस्तो देखिन्छ नि, यो सबै भ्रम हो। यस्तो गर्मी छ नि, गर्मीको साथसाथै यस्तो घाम त छ होइन, तातो हावा आउने कि। यहाँ तातो हावा पछि बालुवा उडेर फेसमा पर्ने कि, यस्तो भएको छ नि गर्मीले छोड्दैन। जुम गरेर देखाएको थिएँ। मेरो त त्यो निलो बिल्डिङभन्दा उतापट्टि जानुपर्छ कि, मेरो सालुन हो नि त निलो बिल्डिङ उता ग्रे कलरको देखिरहेको। ल म हिँड्दा लगभग मेरो त 5 मिनट जति छ बाटो के, सालुन पनि आयो। यहाँ त हाम्रो सालुनको तल त नट्सको छ, देख्नुहुन्छ द लुक ब्युटी लेडिज सालुन, यो चाहिँ नट्सको हो। अनि त फेरि सालुन छ कि केटाहरूको। अनि त्यसपछि म त भित्र छिरेँ। अनि त्यसपछि लिफ्टमा चढेँ एममा के। यहाँ प्राय अफिसको कामहरू सालुनहरू सबै एम फ्लोरमै हुन्छ क्या, अनि हाम्रो पनि एम फ्लोरमै हो है गाइज। अनि त्यसपछि चाहिँ अनि म यसो भिडियो लिएँ। अनि त्यसपछि गएँ अनि यसो ऐना हेरेँ कि। अनि त्यसपछि म ढोका खोलेँ। म चाहिँ ढोका खोल्ने बित्तिकै जय श्रीराम भन्छु कि, भगवान्को नाम लिन्छु कि। म एकदम भगवान्लाई एकदम विश्वास गर्छु नि। ल अनि त्यसपछि मैले लाइट बाली देख्न सक्नुहुनेछ सबै। अन्त म चाहिँ ढोका लगाइदिएर अन्त म त हतारपत्ता लाइट बाल्छु कि उतापट्टि पनि। यति लाइटले त पुग्दैन, अझै धेरै लाइट चाहिन्छ नि त। अनि लाइट बालेपछि त मलाई कस्तो उज्यालो आनन्द लाग्छ कि। अनि त्यसपछि एसी अन गरी, गर्मी छ नि त अनि बाहिर त्यस्तो, अनि हतारपत्ता एसी अन गरेँ। अनि त्यसपछि म त अब यसो हल्का सरसफाइ गर्नु पऱ्यो नि, आज साथी आउँदैन कि, आज म एक्लै हुन्छु कि। अनि हाम्रो स्टाफ चाहिँ सेप्टेम्बर 20 दिनबाट जोइन हुन्छ कि। अनि मैले पूजापाठ गरेर यहाँ दियो देख्नु भएको छ नि, यो चाहिँ मैले बत्ती बालेर अनि त्यहाँ चाहिँ धुप राखिदिन्छु, कस्तो मिठो बास्ना आउँछ कि। अनि हेर्नु न, मैले पूजा गरेको कस्तो राम्रो दुईवटा कलश दियो। अनि त्यो कालो चाहिँ नि पहिलेदेखि थियो कि। अनि यो दियो बालेको उसमा चाहिँ कालो नहोस् भन्ने त्यहाँ माथि पानी राखेर अनि बत्ती बालेपछि चाहिँ अनि धुवा हुँदैन कि। कस्तो दामीसँग लङ 2-3 वर्षसम्म बल्छ भाइ। अनि त्यसपछि देख्न सक्नुहुन्छ म त फेरि बस्नुभन्दा अगाडि सरर हेर्छु कि कहीँ के छ कि छैन, लाइट अन गर्नुपर्ने छ कि छैन भनेर यसो सबै हेरेँ। अनि त्यसपछि म बसेँ। अझै म बस्दा म हजुरहरूलाई के देखाउँछु, त्यो ग्रिन देख्नु भएको छ नि, त्यो चाहिँ के हो त